एक समय यस्तो थियो जब मानिसहरूले फिल्म स्टार र नयाँ पार्टीहरूलाई राजनीतिमा गम्भीरतापूर्वक लिँदैनथे। नेपालमा रासपा र बालेन उदाउँदा पनि धेरैले भनेका थिए यो त सोसल मिडिया स्टन्ट मात्रै हो, के स्टन्टले राजनीति चल्छ र? हालै भारतको तमिलनाडुमा थालापति विजय राजनीतिमा आउँदा पनि उस्तै प्रतिक्रिया आयो। फिल्मको हिरो राजनीतिमा कहाँ सफल हुन्छ र? तर राजनीति कहिलेकाहीँ जनताको मनबाटै निस्किने रहेछ र जब जनताको मन बदलिन्छ दशकौं पुरानो सत्ता पनि भत्किने रहेछ। नेपालमा रासपाले पुराना दलहरूप्रतिको जनताको निराशालाई आभास दियो। तमिलनाडुमा विजयको पार्टी टिभीकेले पनि त्यही भावना समात्यो। दुई फरक देश, दुई फरक भूगोल, तर जनताको भावना भने उस्तै उस्तै। पुराना अनुहारबाट थाकेका युवाहरूले भाषण मात्रै पत्याएनन्, भोलिको भविष्य पनि हेरे। कहिलेकाहीँ इतिहास गोली चलेर बदलिँदैन, जनताको मन बदलिँदा पनि बदलिने रहेछ। र अहिले दक्षिण एसियाको राजनीतिमा ठिक यही भइरहेको छ। तमिलनाडु र नेपालको चुनाव हेर्दा एक समय फेरि त्यस्तै थियो जब राजनीतिमा केवल पुराना दलहरूको भविष्य देखिन्थ्यो। नेपालमा काङ्ग्रेस, एमाले र माओवादी, तमिलनाडुमा डिएमके र एआइएडिएमके। जनताले दशकौंसम्म एउटै अनुहार हेरे, उही भाषण सुने, उही बाचा दोहोरिएको देखे। तर युवाहरू भित्रैभित्र थाकिरहेका थिए। उनीहरूलाई नेता होइन, आशा चाहिएको थियो। त्यही बेला अचानक नयाँ शक्तिहरू उदाए। भारतमा फिल्मका सुपरस्टार, नेपालमा र्यापर र एउटा नयाँ पार्टी जसले पुरानै राजनीतिक संरचनालाई चुनौती दियो। तमिलनाडुमा विजयले पार्टी खोलेको 2 वर्ष पनि पूरा भएको थिएन। नेपालमा पनि 3 वर्ष मात्रै भएको थियो रासपा। तर आज विजयको पार्टीले 108 सिट जितेर सबभन्दा ठूलो दल बनेको छ तमिलनाडुमा। त्यस्तै रासपाले पनि 182 सिट जितेर सबभन्दा ठूलो दल नेपालमा बनेको छ। नेपालमा बालेन शाहले चुनाव जित्दा त्यो एउटा सांसदले मात्रै चुनाव जितेका थिएनन्, त्यो एउटा युवाहरूको विस्फोट पनि थियो। नेपालमा रासपाले चुनावमा प्रवेश गर्दा धेरै मजाक उडाए, तर परिणाम आएपछि पुराना दलहरू भने झस्किए। पहिले नेताहरूले जनतालाई सपना देखाउँथे, तर अब जनता आफै परिवर्तन खोज्न थालेका छन्। अघि भारतमा विजयले भनेका थिए, म आइरहेको छु र फर्किने मेरो कुनै इरादा छैन। त्यो केवल फिल्मको डायलग